श्रीनगर एग्रीटेक कम्पनी लिमिटेडले सर्वसाधारण यानी कि जनरल पब्लिकहरूको लागि आज आश्विन 26 गतेदेखि आइपिओ सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। साथीहरू, यदि तपाईहरू पनि नयाँ कम्पनीको आइपिओ को पर्खाइमा हुनुहुन्छ भने यस भिडियोलाई स्किप नगरिकन लास्टसम्म हेरी सम्पूर्ण जानकारी प्राप्त गर्नुहोला। आजको यस भिडियोमा हामीले यस कम्पनीले कति त आइपिओ सेयर निष्कासन गर्न लागेको हो, यस कम्पनीको आइपिओमा आवेदन दिन के कति पैसा लाग्न जानेछ, त्यसैगरी यस कम्पनीको आइपिओमा कति त आवेदन दिँदा उपयुक्त हुनेछ र यस कम्पनीले आइपिओ सेयर निष्कासन गर्नको लागि के कस्तो रेटिङ प्राप्त गरेको छ र यस कम्पनीको हालको वित्तीय अवस्था यानी कि इपिएस नेटवर्थ के कस्तो रहेको छ र यस कम्पनीको आइपिओ कतिजना भाग्यमानी लगानीकर्ताहरूलाई पर्न जानेछ, यी सम्पूर्ण कुराहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौँ। यदि तपाईहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हामीसँग जोडिन र शेयर बजारसँग रिलेटेड नयाँ र ताजा अपडेट हेर्न नछुटाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला, बेल आइकनमा क्लिक गरी अल नोटिफिकेसनलाई पनि सेट गर्नुहोला। हस्त सुरु गरौँ। श्रीनगर एग्रीटेक इन्डस्ट्री लिमिटेडले आफ्नो जारी पुँजी 1,63,12,50,000 रुपियाँको 20% अर्थात् 32,62,50,000 रुपियाँ बराबरको हुन कुल 32,62,500 किता अंकित मूल्य 100 दरमा सर्वसाधारणमा आइपिओ सेयर निष्कासन गर्न 2082 श्रावण 13 गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो, जसमध्ये यस कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा यानी कि रूपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि यस कम्पनीले कुल 1,63,125 किता छुट्याएको थियो भने कम्पनीले सर्वसाधारणका लागि छुट्याएको आइपिओ सेयरको 10% ले हुने आइपिओ सेयर अर्थात् 3,09,938 किता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका लगानीकर्ताहरूको लागि आइपिओ सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ। त्यसैगरी यस कम्पनीले म्युचुअल फन्डका लागि 1,54,969 किता छुट्याएको थियो भने कम्पनीले आफ्नो कर्मचारीहरूका लागि 1,23,975 किता छुट्याएको थियो र पहिलो चरणको लागि निष्कासन गरेको आइपिओ को बाँडफाँड गरिसके पश्चात यस कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। श्रीनगर एग्रीटेक इन्डस्ट्री लिमिटेडले सर्वसाधारणका लागि कुल 25,10,493 किता अंकित मूल्य 100 दरमा सर्वसाधारणमा असोज 26 गतेदेखि 29 गतेसम्म आइपिओ सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। त्यसैगरी यस कम्पनीले आफ्नो आइपिओ सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नविल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेडलाई नियुक्त गरेको छ, यानी कि यस कम्पनीको आइपिओ सेयर निष्कासन तथा बाँडफाँड गर्ने सम्पूर्ण जिम्मेवारी नविल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेडको रहेको छ। त्यसैगरी साथीहरू, यस कम्पनीको आइपिओ सेयरमा न्यूनतम 10 किताका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा 10,000 कितासम्मका लागि आवेदन दिन मिल्ने कम्पनीले जनाएको छ र यस कम्पनीले अंकित मूल्य 100 दरमा आइपिओ सेयर निष्कासन गर्ने भएको हुनाले यस कम्पनीको आइपिओमा न्यूनतम 10 किता आवेदन दिनको लागि 1,000 रुपियाँ मात्रको आवश्यकता पर्न जानेछ। साथीहरू, यस कम्पनीले निष्कासन गर्न लागेको आइपिओ को एकाइ निकै नै कम रहेका कारणले गर्दा तपाईहरूले यस कम्पनीको आइपिओ सेयरमा न्यूनतम 10 किता मात्र आवेदन दिँदा उपयुक्त हुनेछ। श्रीनगर एग्रीटेक इन्डस्ट्री लिमिटेडले अंकित मूल्य 100 दरमा आइपिओ सेयर निष्कासन गर्न गराएको रेटिङमा आइक्रा नेपाल क्रेडिट रेटिङ एजेन्सीले यस कम्पनीलाई आइक्रा आइआर बी रेटिङ प्रदान गरेको छ, जसले यस कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्दछ। त्यसैगरी साथीहरू, यस कम्पनीको हालको वित्तीय अवस्थाको कुरा गर्दा यस कम्पनीको जारी पुँजी 1,63,12,50,000 रुपियाँ रहेको छ भने यस कम्पनीको हालको इपिएस यानी कि अर्निङ पर सेयरको कुरा गर्ने हो भने यस कम्पनीको हालको इपिएस 1 रुपियाँ 17 पैसा रहेको छ भने यस कम्पनीको प्रति सेयर नेटवर्थ यानी कि नेटवर्कको कुरा गर्ने हो भने 100 रुपियाँ 59 पैसा रहेको छ। 2004 मा प्राइभेट लिमिटेडको रूपमा स्थापना भएको श्रीनगर एग्रीटेक लिमिटेड 2023 मा सार्वजनिक यानी कि पब्लिक लिमिटेडको रूपमा रूपान्तरण भएको हो। श्रीनगर एग्रीटेक इन्डस्ट्री लिमिटेड बहुआयामिक सङ्घ साझेदारहरूसँग स्थापित भएको हो, जसको उद्देश्य नेपालको कृषि क्षेत्रलाई रूपान्तरण गर्न प्रविधि र कृषि अभ्यासहरूलाई अगाडि बढाउनु हो। यस कम्पनीले सुनौलो र हिमदाना ब्रान्ड अन्तर्गत कुखुरा, गाईबस्तु र माछाको दाना उत्पादन गर्दछ। यसको रूपन्देही प्लान्टमा वार्षिक 1,35,780 मेट्रिक टन क्षमता भएको श्रीनगर एग्रीटेक इन्डस्ट्रीले कुखुरा र मासु प्रशोधनमा पनि विस्तार गरेको छ। त्यसैगरी यस कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओमा
ढिलामा असोज 29 गतेसम्म आवेदन दिइसक्नुपर्ने हुन्छ भने यस कम्पनीको आइपिओ पर्ने चान्सको कुरा गर्ने हो भने कम्पनीले वैदेशिक रोजगारका लागि निष्कासन गरेको आइपिओमा 30,993 जना भाग्यमानी लगानीकर्ताहरूले 10 किताकादारले यस कम्पनीको आइपिओ सेयर हात पार्न सफल हुनुभएको थियो भने यस कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्ने आइपिओमा 2,51,449 जना भाग्यमानी लगानीकर्ताहरूले 10 किताकादारले यस कम्पनीको आइपिओ सेयर हात पार्नुहुनेछ। साथीहरू, तपाईहरुलाई नयाँ कम्पनीको आइपिओ के कतिको पर्ने गरेको छ कमेन्टमा लेखी हामीलाई बताउनु होला र श्रीनगर एग्रीटेक इन्डस्ट्री लिमिटेडको आइपिओ पर्ने चान्स न्यूनतम रहे तापनि तपाईहरुले यस कम्पनीको आइपिओ सेयर भर्न नछुटाउनु होला। तपाईहरु अरु कुन कम्पनीको आइपिओ को पर्खाइमा हुनुहुन्छ कमेन्टमा लेखी हामीलाई बताउनु होला। यस भिडियोलाई लाइक गर्नु होला, साथीभाइमा शेयर गर्नु होला र शेयर बजारसँग रिलेटेड नयाँ र ताजा अपडेट हेर्न नछुटाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला, बेल आइकनमा क्लिक गरी अल नोटिफिकेसनलाई सेट गर्नु होला। फेरि पनि अर्को भिडियोमा नयाँ अपडेटका साथ उपस्थित हुने नै छौं। नमस्कार।